दुईवटा भू-आवेष्टित पहाडी राष्ट्र नेपाल र अफगानिस्तान, यी दुई मध्ये को कति शक्तिशाली होला त? सो नेपाललाई अफगानिस्तानसँग कम्प्यारिजन गर्ने हो भने नेपालको क्षेत्रफल करिब 1,47,516 वर्ग किलोमिटर छ भने सोही अफगानिस्तानको क्षेत्रफल झण्डै 6,52,230 वर्ग किलोमिटर छ। दुवै देशको सीधा समुद्री पहुँच भने छैन। जनसङ्ख्याको कुरा गर्ने हो भने नेपालको जनसङ्ख्या करिब 3 करोड छ भने अफगानिस्तानको जनसङ्ख्या करिब 4 करोड भन्दा बढी छ। दुवै देशमा युवा पुस्ताको संख्या धेरै र जातीय विविधता समृद्ध छ। राजधानी र संस्कृतिको कुरा गर्ने हो भने सोही नेपालको राजधानी काठमाडौँ हो र सगरमाथाको गर्व र बहुधार्मिक सह-अस्तित्वको प्रतीक भनेर चिनिन्छ भने अफगानिस्तानको राजधानी काबुल हो र ऐतिहासिक सिल्क रोड सहर र इस्लामिक सांस्कृतिक केन्द्र भनेर चिनिन्छ। सोही अर्थतन्त्रको कुरा गर्ने हो भने नेपालको जीडीपी करिब 42 अर्ब डलर भन्दा बढी छ र पर्यटन, रेमिट्यान्स र जलविद्युतमा आधारित छ भने अफगानिस्तानको अर्थतन्त्र 2021 को मध्यपछि लामो द्वन्द्व र प्रतिबन्धका कारण कमजोर अवस्थामा छ भने सैन्य शक्तिको कुरा गर्ने हो भने नेपाल सेनामा करिब 95,000 भन्दा बढी सक्रिय सैनिक छन् भने सोही तालिबान सरकारका अनुसार अफगानिस्तानको हालको सैनिक संख्या 1,50,000 पुगेको छ। फरक इतिहास र फरक चुनौती, दुवै देश आफ्नो आत्मबलमा अडिग छन्। यस्तै रोचक र दिमाग हल्लाउने भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।